चेन्नईमा यति सुन्दर बीच छ भनेर थाहा थियो। हेलो एभ्रिवान, वेलकम माई ब्लग। साथीहरू, म चाहिँ अहिले नयाँ ठाउँ घुम्न आएको छु। यो चाहिँ चेन्नईको कहाँ पर्छ त यो? तिरुवान्युरको ठ्याक्कै समुद्रको छेउमा समुद्र एरियामा आएको छु गाइज। भ्यू देख्न सक्नुहुन्छ ठ्याक्कै तपाईँको यो समुद्रको एकदम लास्ट छेउमा छ। नजिकदेखि गएर समुद्र घुम्नेछौँ गाइज है। म समुद्रदेखि जाँदैछु। समुद्र यो पछाडि भ्यू देख्न सक्नुहुन्छ, एकदमै रम्णीय शान्त माहौल छ, मान्छे त्यति पनि छैन। र अहिले मौसम पनि तपाईँको एकदमै शीतलो छ, एकदमै राम्रो छ है। तिरुवान्युरको बिच म त पहिला आएको थिएन, फर्स्ट टाइम हो। मेरिना बिच चाहिँ धेरै पटक घुमिसकेको छ। तिरुवान्युरको बिच चाहिँ आज म र 22 आएको छु। देखेर साथीहरू, आहा कति राम्रो छ है। यहाँको पानीको सुगन्ध, त्यो फेरि तपाईँको बिचको पानी, समुद्रको पानीको छालै बेग्लै हुन्छ। अनि तपाईँको पानीको यो बाफ, पानीको बेग यति रमणीय छ साथीहरू। कामले गर्दा फ्रस्ट्रेट, टेन्सन र यो हो हल्ला बिजी लाइफमा कहिलेकाहीँ शान्त पिसफुल ठाउँमा पनि आउनुपर्छ साथीहरू है। समुद्रमा आज म चाहिँ आएको छु, रमाइलो, मन शान्त र पिसफुल माहौलमा है। एकदमै राम्रो छ। त्यो पछाडि भ्यू देख्न सक्नुहुन्छ साथीहरू। तपाईँहरू जो कोही कहाँदेखि हेर्दै हुनुहुन्छ समुद्र हेर्न सक्नुहुन्छ तपाईँको यो। कति रमणीय छ। तपाईँहरू पनि गर्मीयामको बेला पक्कै पनि घुम्न निस्किनु होला। कहाँ यो गर्मीयामको बेला चिसो माहौलको मजा लिनु, घुम्नु, रमाउनु है साथीहरू। अहिलेलाई यो ब्लग यति नै। फेरि पनि अर्को ब्लगमा भेटौँला। खुस रहनु, सुखी रहनु र स्वस्थ रहनु। Have a good day. Bye.